मेरो सपनीमा आउने गर्छौ तिमी, मेरो सम्झनीमा आउने गर्छौ तिमी। आजभोलि मलाई एउटै कुराले सताउने गर्छ, आजभोलि मलाई एउटै कुराले सताउने गर्छ। के मेरो मलामीमा रुन्छौ तिमी? नमस्ते, मेरो नाम मौसम खतिवडा। मेरो पहिलो कविताको शीर्षक रहेको छ परदेशी रहर थिएन। उमेर बढेसँगै थपिएको जिम्मेवारीले मलाई अब परिपक्व बनायो। पत्तै नदी अब घरको जिम्मेवारी बोक्ने छोरा बनायो। उमेर बढेसँगै थपिएका जिम्मेवारीले मलाई अब परिपक्व बनायो। पत्तै नदी अब घरको जिम्मेवारी बोक्ने छोरा बनायो। जिम्मेवारी र घरको स्थितिले हातमा पासपोर्ट थमायो। रमाउने मन हुँदाहुँदै मलाई खाडी फसायो। नहुन्छ भन्न मन थियो, न मुखबाट नाइ नै निस्कियो। नहुन्छ भन्न मन थियो, न मुखबाट नाइ नै निस्कियो। बाले मलाई पढाउन लिएको ऋण र परिवारको आशा बोकी छोरो आज परदेशी भयो। दिनभरि अरबीको गाली, दिनभरि अरबीको गाली अनि कोठा पुगेछि बङ्गालीको वचन। दिनभरि अरबीको गाली अनि कोठा पुगेपछि बङ्गालीको वचन। आमाको फोन आउँदा भोकको पेटले अझै भन्ने गरेको छु, आमा आमा खाए नि आज मटन। बेला बेला निसासिन्छु, बेला बेला निसासिन्छु, छटपटिन्छु, तर छोरा हो नि कहाँ व्यक्त गर्न सक्छु। आमाको हातमा सुनको बाला, बालाई एक जोड नयाँ लुगा। बहिनीको पढाइ पुराई सबै गर्न बाँकी छ। अझै हरेस खानु अघि सकाउनु थुप्रै काम बाँकी छ। मन बेला बेला झस्किन्छ, आमाको सामु बाला नभई छोरै पो बाकासमा पुग्ला कि। यही सोचले आजभोलि रात आँसुमै बित्छ प्राय जसो। साथीभाइको निकै याद आउँछ, साथीभाइको निकै याद आउँछ। एकअर्काको दुःख सुख सुनाउने सबै साथी आज मभन्दा 7 समुद्र पारी छन्। एक कलमा साथी हो भेटौँ न भन्दा जमघट हुने आज जति जोड लगाउँदा पनि भेट्न निकै मुस्किल छ। कहिले आउँ र दुःख सुनाऊ हुन्छ, तर घरका खर्च हिसाब गर्दा फर्किने आँट नै आउँदैन। अब त अति हो, फर्क्यौँ लाग्छ, तर कुन मुख लिएर फर्क्यौँ? गाउँमा बाले लगाएका ठुला ठुला आश्वासन, आमाको छोराप्रतिको विश्वास, म कसरी टोडौँ? म कसरी घर फर्क्यौँ? म कसरी घर फर्क्यौँ? मेरो अर्को कविताको शीर्षक चाहिँ अन्तिम सत्य भनेर रहेको छ। यो चाहिँ पशुपतिमा बसिरहँदाखेरि एउटा शव जलिरहेको देखेँ। अनि त्यसैको छेउमा कसैले फोटो खिचिरहेछ, कोही हाँसिरहेछ, अनि कोही रुइरहेछ क्या। सबैको भिन्न भिन्न भावनाहरू देखेँ, तर त सबलाई फरक परेको देखिनँ क्या। अनि त्यही सन्दर्भमा लेखेको थिएँ। मृत शय्यामा लम्पसार परेको लासलाई सोध, जिन्दगीको महत्त्व, प्रेम के हो, स्वार्थ के हो, अनि सन्तुष्टिको परिभाषा। जीवनको भोगाई, मृत्युको आराम, लोभ र मोह, धनको शक्ति उसलाई सोध, जो अब यी सबबाट टाढा छ। उसको छेउमा को रुन्छ, को हाँस्छ, उसलाई केहीको मतलब छैन। उसलाई न आफ्ना परिवार चाहिन्छ, न कुनै बन्धन। अब ऊ मुक्त छ यी सबबाट। एक शरीर छ जो अब उसको होइन, एक नाता छ हो स्मृतिमा सीमित छ। ऊ होइन, ऊ भित्रको ऊ मक्त छ आफ्नो नयाँ यात्रामा। उसको शरीर जलिरहेछ चित्तामा, तर न उसलाई अब पोल्छ न दुख्छ।
ऊ सन्तुष्टिको चरम सीमा महसुस गरिरहेछ। ऊ अब मृत छ, केवल स्मृतिमा सीमित छ। धन्यवाद। धेरै अगाडि एउटा कविता लेखेको थिएँ, हाम्रो प्रेम भनेर। यो चाहिँ यस प्रकार सुरु रहेको छ। तिम्रो र मेरो प्रेम सृष्टिको कल्पान्तसम्म पनि जीवितै रहन्छ। तिम्रो र मेरो प्रेम सृष्टिको कल्पान्तसम्म पनि जीवितै रहन्छ। युग युगान्तरसम्म प्रेमको चोखो परिभाषा बन्छ। तिमी जसरी पहिलोचोटि आएकी थियौ मेरो जीवनमा, त्यसरी नै म पर्खिरहनेछु तिमीलाई जीवनको हरेक पलमा। तिमी आऊ नआऊ मलाई भेट्न, तिमी आऊ नआऊ मलाई भेट्न, तर पर्खाइ भने तिम्रै हुनेछ आर्यघाटसम्म। तिम्रो प्रेमको पुजारी हुँ म, तिम्रो प्रेमको पुजारी हुँ म, पुजिरहनेछु सधैँ तिमीलाई जीवनको हरेक पलमा। यदि काल आए म भन्दा अघि तिम्रो सामु, यदि काल आए म भन्दा अघि तिम्रो सामु, खबरदार छ काल तलाई, सक्छस् भने लैजा ती मेरी सानो। एकअर्कामा यसै गरी लिप्त भइराखौँला, हामी मात्र होइन परिवारलाई पनि सँगै साँचौँला। तिमी महान छौ, आफ्नो सर्वस्व सुम्पिएर मलाई प्रेम गर्दछौ। ढुक्क हुनु, म पनि मेरो सर्वस्व तिमीलाई नै लुटाउनेछु, अनि गर्वले सुनाउनेछु हाम्रो प्रेम कहानी दुनियाँलाई। अनि भन्नेछ दुनियाँले, जोडी होस् त यस्तो, सही सबकालदेखि बुढेसकालसम्मको। आउनेछन् हजारौँ बाधा अडचन यात्रामा, आउनेछन् हजारौँ बाधा अडचन यात्रामा। तिमी हरेस नखाइदिनु, बस जोडले मेरो पाखुरी समाइदिनु। अनि प्रेम जीवित रहन्छ हाम्रो सृष्टिको कल्पान्तसम्म, अनि प्रेम जीवित रहन्छ हाम्रो सृष्टिको कल्पान्तसम्म। धन्यवाद।